नमस्ते मेरो नयाँ न्यू युट्युब च्यानलमा मेरो मल आजले ठ्याक्कै मेरो लगभग 1 महिना भयो। तपाईँले देख्न सक्नुहुन्छ मल यो चाहिँ 200 लिटरको ड्रम हो। यो 200 लिटरको ड्रममा तपाईँको मल तपाईँले देख्न सक्नुहुन्छ। यो खोर्सानीहरू तपाईँको यो ढुसीहरू परे हो, यो सबै मलहरू बनिसक्यो। तपाईँको यसमा मैले गोबर, पिसाब, बनमारा, तितेपाते, सिस्नु, लसुन, त्यसपछि प्याज, अनि त्यसपछि खोर्सानी, अनि सक्खर, अनि त्यसपछि टिमुरको पात यसरी हालेर, अनि त्यसपछि एउटा केमिकल पाउँछ, त्यो केमिकल पनि हालेर मेरो चाहिँ यो चाहिँ अर्ग्यानिक झोल मल मेरो रेडी भइसक्यो। तपाईँले देख्नुहुन्छ फ्रिज आएको, हेर्नुहोस् यस्तो फ्रिज आएर तपाईँको अब यसलाई अब अहिले यो बर्खाको टाइम छ, अब अहिले नै यसलाई युज गरौँ भने यो अहिले सबै पानीले बगाइहाल्छ। अनि त्यही भएर यो चाहिँ अहिले मेरो अब सबै रेडी भइसक्यो। हेर्न सक्नुहुन्छ तपाईँले, यो मेरो झोलमोल दबाई तपाईँले देख्न सक्नुहुन्छ। यो लसुन थिचेर यस्तो बनाउँदा तपाईँको एकदम गनाउँछ, यो कुजेको गनाउँछ, अनि बस्सी नसक्नु गनाउँछ यो। त्यही तपाईँले देख्न सक्नुहुन्छ। अब यसमा मेरो कागती फर्म छ, अनि यो कागतीमा मैले प्रत्येक कागतीमा मैले चाहिँ लगभग 20 लिटर पानीमा 3 भनेपछि 7 लिटर जत्रो यो झोल मल हालेर तपाईँको चाहिँ अरू चाहिँ यसमा चाहिँ पानी हालेर यसलाई मिक्स गरेर अनि बल्ल तपाईँले जेमा पनि हाल्न सक्नुहुन्छ। तरकारी बारी छ भने तपाईँको यसलाई चाहिँ 1-5 या 1-4 गरे पनि हुन्छ यो झोल। अनि तपाईँको ठुल्ठुलो बिरुवा छ भने जस्तै अब सुन्तलाहरू, त्यसै गरी कागती, त्यसरी अरू अन्य जातको फलफुलहरू छ भने यसलाई चाहिँ 1-3 चाहिँ सबभन्दा उपयुक्त हो। यो चाहिँ एकदम राम्रो, यसले चाहिँ पछि यसले राम्रो दिन्छ। त्यसको फलस्वरूप यसले यो झोलमलले तपाईँले देख्नुहुन्छ है झोल, यो सबै झोल भइसक्यो। अब यो पनि लगभग मैले बनाएको 1 महिना कटिसक्यो यो। अब यो चाहिँ हाम्रो चाहिँ बोट बिरुवामा लगाउनलाई चाहिँ तयार भइसकेको छ यो देख्नुहुन्छ तपाईँले। एकदम यो फ्रिज आएको, तपाईँले देख्न सक्नुहुन्छ यो फ्रिज, यसरी फ्रिज आएको चाहिँ तपाईँको चाहिँ एकदम राम्रो, एकदम। त्यही भएर चाहिँ मेरो पनि यो फर्स्ट टाइम हो। मेरो पनि मैले पनि युट्युब च्यानल हेरेर मैले पनि कृषिको विशेष अलिकति जानी बुझ्ने मान्छेहरूसँग सरसल्लाह गरेर मैले सोधेर झोलमोल बनाउने कसरी हो, त्यसको लागि चाहिँ के चाहिन्छ भनेर उहाँहरूसँग पनि सल्लाह लिएँ। र मैले विशेष गरी युट्युब च्यानल पनि हेरेर मैले के कुराहरू चाहिँ अलिकति आफ्नो ज्ञान लिएर चाहिँ अहिले चाहिँ म आफूले नै झोलमोल बनाएँ। तर युज चाहिँ गरेको छैन, मेरो पनि फर्स्ट टाइम हो यो कस्तो हुन्छ झोलमोल। अब यसको परीक्षण चाहिँ अहिलेसम्म मैले गरेको छैन, तर प्रत्येक मान्छेहरूले भनेको अनुसारले चाहिँ यो झोलमल चाहिँ तपाईँको रासायनिक मलभन्दा पनि एकदम उपयुक्त, एकदम राम्रो। र तपाईँको यो माटोको लागि पनि होस्, यता तपाईँको लागि यो बिरुवाको लागि पनि होस्, यो चाहिँ तपाईँको एकदम जीवनदान
यसले चाहिँ जीवन एकदम बोट बिरुवालाई चाहिने तत्त्वदेखि लिएर तपाईँको जति पनि यो बिरुवालाई चाहिने प्रोटिन भयो, तपाईँको अब यो किरा लाग्नेदेखि लिएर तपाईँलाई चाहिँ अब जस्तै यो बिरुवामा के चाहिने बिरुवालाई नपुगेको चिजहरू चाहिँ यो झोलमलले चाहिँ त्यो चाहिँ बिरुवालाई चाहिँ प्राप्त हुँदो रहेछ। मैले पनि हाम्रो विशेष कृषिको हाम्रो सरहरू हुनुहुन्छ, उहाँसँग सल्लाह गरेर नै भनेर उहाँसँग सल्लाहको अनुसारले नै मैले यो झोलमल बनाएँ। अब हेरौँ, अब मेरो पनि यो इच्छा, अब मतलब यो परीक्षण मेरो पनि राम्रो भयो र भोलि गएर यसले मेरो चाहिँ राम्रो आयो भने मैले दुःख गरेको अब यत्रो बनाएर चाहिँ मैले यसको परीक्षण गरेर भोलि स्वरूप मलाई राम्रो लक्षण दिएर भोलि मैले राम्रो भयो भने चाहिँ आगामी दिनहरूमा चाहिँ मैले पनि अब 2-3वटा झोलमल यसरी नै मैले 200 लिटरको ड्रम देख्न सक्नुहुन्छ। यसरी 200 लिटरको ड्रममा 2-3वटा चाहिँ ल्याएर यो ठाउँमा राखेर अझै पनि म बनाउँदैछु। म चाहिँ अब यो चाहिँ मेरो राम्रो भयो भने यो पनि अझै म बनाउँछु एउटा, अनि अर्को म थरीको चाहिँ झोलमलहरू बनाउने मेरो चाहिँ सोच छ, ताकि प्रत्येक महिनामा चाहिँ उनीहरूलाई चाहिँ एउटा कमी नहोस्। जस्तै अब उनीहरूलाई भिटामिनदेखि लिएर, उनीहरूलाई प्रोटिनदेखि लिएर, उनीहरूलाई खानादेखि लिएर, किराहरूदेखि लिएर नलागोस् भनेर होइन सबैलाई को लागि चाहिँ यो चाहिँ मैले बनाउनु चाहिँ मैले अब सुरसार गरिरहेको छु। तपाईँले देख्न सक्नुहुन्छ एकदम बाक्लो छ यो, हेर्नुहोस् तपाईँले जति यो देख्नुभयो यो त एकदम बाक्लो छ एकदम। हेर्नुहोस् तपाईँको यो फिज आएको भएर हेर्नु, तपाईँले देख्न सक्नुहुन्छ यो फिज, यो चाहिँ फिज आएको भन्यो भने तपाईँको एकदम राम्रो लक्षण हो। यो एकदम तपाईँको लागि चाहिँ अब यो युज गर्ने भइसक्यो भनेर चाहिँ तपाईँको चाहिँ यो चाहिँ सङ्केत हो यो फिज आउनु नै। नत्र भने चाहिँ तपाईँको चाहिँ अब यसमा पनि मैले चाहिँ हरेक चिज मिलाएर हाल्नुपर्ने रहेछ। अब यसमा मिलाएर नै हालेन भने भोलि यो पनि मल खासै उपयुक्त चाहिँ नहुने रहेछ। यसलाई चाहिने तत्त्वदेखि लिएर, यसलाई चाहिने यसको चाहिँ पोषणदेखि लिएर, अब जति सिस्नु कति हाल्ने, बनमारा कति हाल्ने, त्यसपछि आएर तितेपाती कति हाल्ने, टिमुरहरूदेखि लिएर, त्यसपछि अब कागतीहरू, लसुनहरू, अब खोर्सानीहरू, अनि त्यसपछि सक्खरहरू, अनि त्यसपछि एउटा जैविक झोलमल पाउँछ त्यो पनि यसमा हालेर मैले चाहिँ यसको लागि चाहिँ मैले तपाईँले देख्न सक्नुहुन्छ अहिले पनि त्यो बोतल यही छ, देख्न सक्नुहुन्छ। यो मैले 2 बोतल हालेको, त्यही भएर यसको स्मेल एकदम नमिठो आउँछ, तर चाहिँ जति हामीलाई मन नपरे पनि नमिठो भए पनि, तर यो चाहिँ तपाईँले देख्न सक्नुहुन्छ अझै पनि हेर्नुहोस्। यही हो हजुर, यो चाहिँ 200 लिटरको ड्रम हजुर। अब यो 200 लिटरको ड्रममा चाहिँ अब मलाई चाहिँ 1 को 3 गरे पनि मलाई चाहिँ मतलब अब 200 तिर 600 लिटर मैले पानी हाल्नुपर्छ यसमा। 600 लिटर पानीले चाहिँ मलाई त मेरो बोट बिरुवा हरेक चिजलाई पुग्छ मैले। तर चाहिँ अब साधारण सागहरू, सब्जीहरू जसरी अब हामीले सानसानो अब सागहरू खाने चिजहरू छ भने त्यसलाई चाहिँ 1-4 या 1-5 गरेर पनि हामीले लगाउन सकिन्छ। तपाईँको ठुल्ठुलो बिरुवाहरू छ जस्तै कागती, सुन्तला, जस्तै अब अभोगाडोहरू भयो, अब अम्बाहरू भयो, ठुल्ठुलोहरूको लागि चाहिँ तपाईँले सक्नुहुन्छ 1-3 गर्दा चाहिँ एकदम राम्रो बेस्ट त्यो चाहिँ मानिआएको रहेछ। त्यो चाहिँ मैले पनि युट्युब च्यानल हेरेर मैले चाहिँ हाम्रो कृषक हाम्रो दाजुसँग चाहिँ केही सिक्ने मौका पाएर नै अब मैले यसलाई चाहिँ अहिले चाहिँ होइन, अब अहिले यो बर्खाको टाइम छ, बर्खामा चाहिँ एकदम पानी परेको भएर अब यो बर्खाको टाइममा पानी परेको बेला यो पातहरूमा सबैमा लगाउने बेला चाहिँ के भने फेरि पानी पऱ्यो भने फेरि यो चाहिँ पानीले चाहिँ पुरा पखालेर फेरि लगाएको र नलाएको त्यो उनी हुँदैन। बरु मजाले अब पानी पर्ने चाहिँ अलिकति कम भयो भने चाहिँ अनि त्यसपछि मैले लाउनु सुरु गरिरहेको छु। तपाईँलाई चाहिँ मेरो युट्युब च्यानल तपाईँलाई मन परेछ भने, मेरो भिडियो तपाईँलाई मन परेको छ भने
प्लिज लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। आगामी दिनहरूमा पनि मैले जति दिन सक्ने मैले आफूले जानेको बुझेको अझ पनि म बनाउँछु होला। अझ पनि 2-4वटा ड्रममा चाहिँ मैले झोलमल अब नयाँ नयाँ तरिकाको, जस्तै अब मैले चाहिँ अब सोच्दैछु निम र तपाईँको बेसन, अनि त्यसपछि तपाईँको चाहिँ पिना, अनि त्यसलाई सक्खर हालेर पनि एउटा बनाउनु छ। त्यसको पनि परीक्षण म गर्छु। अब हेरौँ, अब यो मेरो फर्स्ट टाइम हो। भोलि मेरो यो सक्सेस भयो भने मेरो झोलमलको लागि पनि म बनाउनेछु, नयाँ भिडियो बनाउनेछु। यति नै भन्दै म अहिले बिदाई हुन्छु। र प्लिज यो मेरो युट्युब च्यानल मेरो नयाँ हजुर, सबैले माया गरिदिनु होला। लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नबिर्सिदिनु होला। धन्यवाद। जय कृषि, जय नेपाल।